Hello and namaste, welcome to my YouTube channel guys. This is not mine. This is my brother Raja Gurungको vlog है। र मैले आज चाहिँ यो आज हाइज्याक हान्दैछु है। यस्तै छ। दाइहरु चाहिँ पछाडी नै हुनुहुन्छ देख्न सक्नुहुन्छ होला। र हामी चाहिँ आज रानी मल आएको घुम्न है। जस मौसम राम्रो छ। मलाई बोल्न चाहिँ खासै के आउन्न हैन। त्यही भनी यस्तो चुचुरोमा हाम ब्याग भीडभाड त मजाको रहेछ आज यता हैन पुरै गाडी पुरै यो रानीमल गाडी चाहिँ यही पार्क हुँदैछ BMW Hello guys, हामी चाहिँ रानी महलमा हाम्रो राजा दाइसँग रानी खोज्दै आछौं। यस्तो छ हाम्रो माहौल। ओ माका सही हो यार। के भाइ बाटोमा यहाँ के हो र राजाहरुलाई छेक्दिने। तीनटा राजा एउटा राजा फेरि यहाँ सिंगल है फेरि है। यस्तो छ हाम्रो रानी महल। तीनजना यतिकै हिँड्छन्। मलाई यहाँ भरिया बनाएर यस्तो हाल। यहाँ यस्तै बाइक साइक पनि पार्क हुँदो रहेछ। माहौल त यस्तो छ। ल हाम्रो यहाँ चाहिँ छिर्ने बाटो है। यहाँ चाहिँ यस्तो छ खोला खोला। सही छ यार। यहाँ चाहिँ टिकट सिस्टम। ल सर दुई शब्द भनिदिनुस् न। थाहा भएन सरलाई चाहिँ थाहै रहन्छ। यस्तै छ अब के गर्ने। ए हाम्रो रानी महलमा कहाँ पढ्न त भ्याउन्न मैले। के हो इतिहासको रानीघाट दरबार हो रे। ल रानी महलमा राजाहरू चढ्दै यहाँ यस्तो यो राजा यो अरे रानी यस्तो अरे यस्तो छ। भ्यू चाहिँ राम्रो छ है। ल सुरुमा हाम्रो यहाँको शिवलिङ्ग त यहाँ रहेछ कि शिवलिङ्गको यस्तो छोइदिएर दर्शन। भित्र यस्तो छ हाम्रो शिवलिङ्गको यसो ढोक गरिदिउँ है। यस्ता रहेछ यहाँ चाहिँ। यो चाहिँ मन्दिर। घन्टीमा घन्टा घन्टीमा घन्टे होइन घन्टीमा घन्टे रहन्छ यस्तो अरे त भएन यो। अलि सुधारौँ यहाँ रानी महलको को हेर्दै हुनुहुन्छ। यस्तो छ खोला नाला सही हो। अरू चाहिँ ठिकै हो। यहाँ घन्टीमा घन्टा भएन त्यो चाहिँ अलिक चित्त बुझेन। घन्टा चाहिँ उहाँ लुगाएर राखेछन्। घन्टा चाहिँ यहाँ
यस्तो यस्तै छ वेदर पनि सन्नी छ है बुटल भन्दा चाहिँ शीतल छ जोस दाइ कसरी रोक्ने हो र यो हामी चाहिँ माथि जाँदै अब माथि यहाँ तलै रहेछ पहिला तल घुमघाम गरौँ होइन त्यसपछि चाहिँ माथि जानु पर्ला छ यहाँ चाहिँ यस्तो रहेछ है दरबार टाइप जस्तो के थाहा भएन तर म चाहिँ घुसदियो मिल्छ किन थाहा छैन यस्तै रानी महलमा यस्तो काठसाट पनि रहेछ है होइन के रहेछ यसो यो सिक्रेट कोठा पनि हुनसक्छ अब तलको माहौल यस्तो छ जस यता चाहिँ शीतलो रहेछ रानी महल हुन त दोस्तै भइसक्यो इट्टा सिट्टा के हो तल चाहिँ दुकान सुकान होला यी रानी महलमा कपडा सपडा नै सुकाउँदैछ यस्तै छ घाम चाहिँ लास्टै घाम छ गाइस है बुढा कालै भन्छ दाइहरू चाहिँ यहाँ हुनुहुन्छ यहाँबाटको भ्यू चाहिँ यस्तो देखिन्छ है आरि चाहिँ यहाँ पुल छ है पुल छ पहाड चाहिँ राम्रो देख्छ यहाँ फोटोसुट चल्दैछ पोजिङ हेर न गाइस पोजिङ हुन्छ फोटोग्राफर माथि चाहिँ छुट्टै छ माहौल मेरो फेरि यता छुट्टै छ फेरि आफ्नै संसार छ है पहाडी पोजिङ झोला सोला बोकाइदिएछ के गर्मी छ औडा म चाहिँ यहाँ को थाहा भएन तर यस्तै छ रानी पच्छा हाम्रो राजा साहब रानी साहब अब नेक्स्ट राजा मै हो राम्रो ल हामी रानीको माथि चढ्दै यस्तो छ सिडी है यस्तो छ हाम्रो दरबार ल चाहिँ यस्तो छ रानी महलको भित्र चाहिँ भगवान हुनुहुन्छ
छ फोटो खिच्न मलाई छ तर हामीले भिडियो खिच्यौँ फोटो होइन यस्तो छ गाइज है झ्यालछ्यालबाट यस्तो देखिन्छ माहौल यस्तो देखिन्छ यस्तो छ है बाहिरको माहौल त्यो त खोला नाला हाम्रो रानी साहेबको यस्तो देखिँदो रहेछ अब यहाँ चाहिँ के हो थाहा भएन है त्यो चाहिँ सोध्नुपर्छ फोटोसोटो हुँदैछ यहाँको इन्डियनहरूको हजुरहरूलाई म बाहिरको माहौल देखाउँछु गाइज यस्तै छ बाहिर गएर देखाउँछु है हाम्रो चाहिँ यस्तो रहेछ बाहिर चाहिँ सरर यस्तो छ तलबाट मान्छे आएको छ है पहाड सरर शीतल र यहाँ चाहिँ गेट भइगयो यो चाहिँ पछाडिको ब्याकग्राउन्ड यस्तै रहेछ रानी महल पनि छैन चाहिँ केही पनि छैन यस्तै छ यस्तै छ गाइज के गर्नु गाह्रो